हेलो गाइज, नमस्ते सबैजनामा। सबैजना आरामै हुनुहुन्छ होला है। के गर्नु, गर्मी यति साह्रो छ हजुर। ल हाम्रो दाइले ल हेर्नुहोस्, गर्मीले के यस्तो गर्मी छ आज, घामले गर्दाखेरि यस्तो गरेर हिँड्नुपर्ने स्थिति छ। के गर्नु हजुर, यस्तै हो जिन्दगी। परदेशको जिन्दगी यस्तै छ। अब गर्मी, यस्तो गर्मीमा हिँड्दै जाने ड्युटी, हल्का फुल्का रुखको छाँगो छ र फेरि यस्तो उतार्नु पर्दैन। ल हेर्नुहोस्, ल मान्छेहरू यस्तो मजाले उतार्नु परेर सुतिरहेको हुन्छ पार्कमा है। के गर्नु, गाह्रो छ हजुर। ल हेर्नुहोस्, यस्तो छाता भनेर ओढेर यस्तो हिँड्नुपर्छ। त्यही त। अनि दाजु गर्मी अहिले कति छ होला? गर्मी भएर चाहिँ यस्तो यो छाता ओढेर हिँडिरहेको छु अहिले। के गर्नु के गर्नु हजुर, गर्मी यस्तै छ। हजुरहरू पनि अब विदेश यो खाडी भनेपछि त गर्मी हर ठाउँमा हुन्छ। सबैजनाले आफ्नो ख्याल गर्नु होला, टन्न पानी पिउने है। ल हेर्नुहोस्, गर्मी निकै छ हजुर, गर्मी निकै छ। दादा के छ हालखबर हौ? ठिकै छ। गर्मी त लास्ट छ के अरे है। के गर्नु साथीहरू, गर्मी लास्ट छ है। अब ड्युटी जानु लाग्यो है। अब गर्मीमा यस्तै छ, पसिनाले पुरा पछाडि भिजेर पुरा चुतुर्कै भइसक्यो। गर्मी लास्ट छ। के गर्नु, परदेशी जिन्दगी। अब गर्मी पनि भएन, जाडो पनि भन्न भएन। परदेशी जिन्दगी यस्तै छ हौ हजुर। अहिले गर्मीको धेरै नै गर्मी बढिरहेको छ अहिले दिन प्रतिदिन। फाइनली होटल पनि आइपुग्यो, हेर्न सक्नुहुन्छ। यो हाम्रो होटल त्यही हो है। सबैले आफ्नो ख्याल गर्नु होला यो गर्मीमा है। टन्न पानी पिउने, प्रशस्त पानी पिउनुहोस् आफ्नो हेल्थको। वो देखो हमारा भाई, वो देखो हमारा भाई।